जम्का भेड भएको तुलसीपुर चोकमा आहा जम्का भेड भएको तुलसीपुर चोकमा भौतारिरहेको थिएमा मायाको भोकमा यो झिल्के ठिटोले बेगर्नी भन्छ भन्दै सोल्टिन के गर्ने मन छ यो झिल्के ठिटोले बेगर्नी भन्छ भन्दै सोल्टिन के गर्ने मन छ भन्दै सोल्टिन के गर्ने मन छ। यो झिल्के ठिटोले बेगर्ने भन्छ भन्दै सोल्टिन के गर्ने मन छ। तपाईलाई थाहा छ कि छैन, विदेशमा बस्दा टिकटकहरू चलाउनुहुन्छ होला। पछिल्लो समय यो गीत पनि टिकटकमा एकदमै भाइरल भइरहेको छ। जन्मेको हुर्केको सल्यानी माटोमा भन्ने टुक्का के छ, हेर्नु भएको छ कि छैन? यो पहिला त मैले यो टिकटकमा भाइरल भएको रहेछ, जन्मेको हुर्केको सल्यानी माटोमा। मलाई त्यो थाहा थिएन, टिकटकमा चाहिँ धेरै गएको रहेछ। पछि हेरेँ जस आफ्नो गीत टिकटकमा सबैले बनाइरहेको देख्दा जस मलाई चाहिँ खुसी लाग्यो। धेरै पहिला लगभग कति वर्ष भयो दाइ, कति वर्ष अगाडिको गीत हो यो गीत? झन्डै 9-10 वर्ष, 10 वर्ष पहिला गीत हो यो। 10 वर्ष अगाडिको गीत यो। धोकै धोका छ लगभग 16-17 वर्ष अगाडिको गीत अहिले एकदमै भाइरल भइराखेका छन्। खुसी लाग्छ होला नि है यस्तो देख्दाखेरि सुन्दाखेरि? अब आफूलाई थाहा नहुँदा पनि अरूले जस यो गीत राम्रो छ भनेर देखिरहेको हुन्छु मैले। कसैले आफ्नो गीत चाहिँ फोकस गरिरहेको हुनुहुन्छ क्या, आफूले आफ्नो गीत चाहिँ टिकटकमा युट्युबमा जस उहाँले हालिरहनु भएको हुन्छ, त्यो हाल्दा पनि दर्शकहरूले मन पराउनु भएको हुन्न। तर मेरो गीत मलाई थाहा थिएन र टिकटकमा गइरहेको देख्दा जस राम्रो गीत भइदियो भने आफैले फोकस गर्नु, मेरो गीत राम्रो छ भनेर त्यो भन्नै पर्दो रहेछ जस्तो लाग्यो मलाई। ठिक छ, अब धेरै वर्ष पछाडिको अन्तरालपछि फर्किनु भएको छ। अब पनि तयारी छ होला नि, अगाडि पनि भनिहाल्नुभयो तपाईँले, मैले पैसा कमाएर घर किनौला, गाडी किनौला, एउटा सुखशैलको जिन्दगी बिताउँला भन्ने छैन, जतिसम्म गीत सङ्गीतमै बिताउन चाहन्छु भन्ने कुरा भयो। अब पनि त रमेश क्षितिज गिरी नेपाल आइसक्यो है भनेपछि त थोरै दर्शकहरूले आश गर्नु भएको छ होला। के छ तयारी? अहिले गएको तीजमा पनि मैले गीत गरेको थिएँ। हजुर। त्यसको पनि राम्रै आएको छ। निर्मला देवी बस्नेत बहिनीले, मेरो गाउँको नजिकको हाम्रो निर्मला देवीले गाएकी छन्, राम्रै मिठो गाएकी छन् उनले। तीजको गीत पनि गरेको थिएँ। अब म भर्खर मात्रै आएको छु, केही दिनभित्र मैले राम्रो गीत तपाईँहरूमाझ ल्याउने छु र मेरो आशा यति मात्रै छ कि रमेश क्षितिज गिरी भनेर सबैले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, साथ सपोर्ट दिनु होला। र मसँग यस्तो मिठो गीत छ कि म आफैलाई जति बेला मैले कोरोना आउनुभन्दा पहिला लेखेका गीतहरू मसँग छन् र त्यति बेला कोरोना आइसकेको बेला विदेशका विकसित देशका मान्छेहरू धेरै मर्दाखेरि र मलाई लागेको थियो हाम्रो नेपाल जस्तो देशका त म बच्छु जस्तो लागेको थिएन। र त्यति बेला म मर्छु भन्ने सोच्दै गर्दाखेरि म त मर्ने भएँ, तर मसँग मेरो गीत पनि मर्ने भयो भनेर मलाई धेरै चाहिँ त्यति बेला मलाई धेरै मेरो मन दुखेको थियो। र त्यस्ता गीत पनि मैले अझै गर्न पाएको छैन, म गर्ने आशा छु। र त्यसको लागि म बारम्बार भन्छु तपाईँहरूलाई, मलाई साथ सपोर्ट गर्नु होला। र गीत कस्तो हुनुपर्छ, गीत सङ्गीत कस्ता गाइनुपर्छ भन्ने म देखाउन चाहन्छु र त्यसको लागि तपाईँहरूले मलाई साथ सपोर्ट दिनु होला। यति छ। भनेपछि कोरोनाको बेलामा पनि आफू मर्ने भन्दा पनि तपाईँलाई गीत सङ्गीतको त्यति धेरै माया भयो है, आफ्नो ज्यान भन्दा पनि? हो, मलाई किन भन्दा यो सिर्जना भन्ने कुरा जति बेला पाए त्यति बेला आउँदैन। अब यति राम्रो मिठो गीत जस्तै अब हुन त अरूलाई मनपर्छ पर्दैन, अरूलाई राम्रो लाग्छ लाग्दैन, त्यो पछि नै थाहा हुने कुरा हो। तर मलाई चाहिँ त्यति बेला कोरोना आइसकेपछि म मर्छु भने चाहिँ म ढुक्क थिएँ। किन भन्दा विकसित देशका मान्छे मरेपछि अब नेपाल हामी त मर्छौँ भन्ने चाहिँ मलाई लागिरहेको थियो। तर म मर्नु त केही रहेन, म मर्छु सामान्य कुरा हो, सबै मर्दा म मर्छु सामान्य कुरा हो। तर मेरो यति मिठो सिर्जना मर्ने भयो भनेर मलाई चाहिँ दुःख लागेको हो। र तिनी गीतहरू तपाईँको माया, साथ, सपोर्ट अलिकता पाएँ भने मैले तिनी गीतहरू अवश्य पनि बजारमा ल्याउँछु।